60 वर्षे इतिहासमा सर्वाधिक कमाई गर्ने 25 नेपाली फिल्मको सूची सार्वजनिक। नेपाली चलचित्रले 60 वर्ष लामो इतिहास बनाएको छ। चलचित्र आमाबाट सुरु हुने चलचित्रको यो लम्बेतान यात्रामा सयौं संख्या थपिए। आजको मितिसम्म आइपुग्दा यसमध्ये कति चलचित्रले सर्वाधिक कमाई गरे होलान्? पछिल्लो समय पूर्ण बहादुरको सारङ्गीले कमाईको नयाँ कीर्तिमान बनाएसँगै धेरैलाई उत्सुक बनाइरहेको प्रश्न हो यो। यही प्रश्नलाई सम्बोधन गर्दै चलचित्र विकास बोर्डले सर्वाधिक आर्जन गर्ने 25 फिल्मको नाम सार्वजनिक गरेको छ। यतिबेला चलचित्र विकास बोर्डले 25औं वार्षिकोत्सव मनाइरहेको छ। सोही मेसोमा बोर्ड 25 वटा त्यस्ता फिल्मको सूची सार्वजनिक गरेको छ जसले 60 वर्ष यताको दौडमा सर्वाधिक कमाई गरेको छ। यस सूचीको पहिलो 1 नम्बरमा छ पूर्ण बहादुरको सारङ्गी। सरोज पौडेल निर्देशित फिल्मले 17 लाख टिकट बिक्री गर्न सफल भएको थियो भने त्यसबाट कुल 46 करोड 87 लाख 41 हजार रुपैयाँ बढी आम्दानी गरेको छ। दोस्रो नम्बरमा छ कबड्डी 4। यस फिल्मले 21 करोड 40 लाख रुपैयाँ बढी कमाई गरेको छ। तेस्रोमा छ 12 गाउँ। विराज भट्ट र समीर भट्ट स्टारर फिल्मले 19 करोड 92 लाख बढी आर्जन गरेको छ। त्यसपछिको सूचीमा समावेश छ छक्का पञ्जा 4। दीपक राज गिरी र दीपाश्री निरौलाको यस फिल्मले 17 करोड 53 करोड बढी कमाई गर्यो। फिल्म जारी कमाईको यो श्रृङ्खलामा 5औं नम्बरमा छ। उपेन्द्र सुब्बा निर्देशित यस फिल्मले 17 करोड 47 लाख बढी आर्जन गरेको छ। यस्तै 6औं नम्बरमा छक्का पञ्जा 1 सूचीकृत छ जसले 16 करोड 10 लाख बढी कमाएको छ। 7औं नम्बरमा महाजात्रा छ। प्रदीप भट्टराई निर्देशित फिल्मले 15 करोड 67 लाख बढी कमाई गरेको छ। 8औं नम्बरमा छक्का पञ्जा 5 को नाम छ जसले 15 करोड 20 लाख बढी कमाई गरेको छ। 9औंमा कोहिनूर छ। श्रीकृष्ण श्रेष्ठ स्टारर फिल्मले 14 करोड 75 लाख बढी आर्जन गरेको छ। 10औं नम्बरमा छक्का पञ्जा 2 को नाम छ जसले 14 करोड 51 लाख कमाई गरेको छ। यस्तै 11औं नम्बरमा शत्रु गते सूचीकृत छ। यस फिल्मले 12 करोड 65 लाख बढी कमाई गरेको छ। 12औं नम्बरमा छ उनको स्विटर। नवीन चौहान निर्देशित फिल्मले 10 करोड 62 लाख आर्जन गरेको छ। यस्तै 13औं नम्बरमा कबड्डी 2 छ। यस फिल्मले 10 करोड 35 लाख बढी कमाएको छ। त्यस्तै बोक्सीको घर 14औं नम्बरमा छ। यस फिल्मले 10 करोड 10 लाख बढी कमाई गरेको छ। 15औं नम्बरमा छ माया छपक्कै सूचीकृत छ। यस फिल्मले 9 करोड 92 लाख बढी कमाई गरेको छ। 16औं नम्बरमा छ दिमाग खराब। यस फिल्मले 8 करोड 98 लाख बढी कमाएको छ। यस्तै 17औं नम्बरमा अञ्जली सूचीकृत छ। यस फिल्मले 8 करोड 83 लाख बढी कमाएको छ। 18औं नम्बरमा छ परदेशी 2। यस फिल्मले 7 करोड 92 लाख बढी कमाएको छ। यस्तै 19औं नम्बरमा छ छक्का पञ्जा 3 सूचीकृत। यस फिल्मले 7 करोड 83 लाख आर्जन गरेको छ। फिल्म प्रेम गीत 3 20औं नम्बरमा छ। यो फिल्मले 7 करोड 63 लाख बढी कमाई गरेको छ। यस्तै कबड्डी यो सूचीको 21औं नम्बरमा छ। यस फिल्मले 7 करोड 59 लाख बढी कमाएको छ। 22औं नम्बरमा पुजार सार्की छ जसले 7 करोड 38 लाख बढी कमाएको छ। 23औं नम्बरमा महाजात्रा छ। यस फिल्मले 7 करोड 35 लाख बढी कमाई गरेको छ। यस्तै कबड्डी 24औं नम्बरमा छ। यस फिल्मले 7 करोड 34 लाख बढी कमाएको छ। यो सूचीको 25औं नम्बरमा छ पशुपति प्रसाद 2 भस्मेडन। यस फिल्मले 7 करोड 32 लाख कमाई गरेको छ। हालसम्म नेपाली चलचित्रले टिकट बिक्री मार्फत गरेको कमाईको आँकडा हो यो, जुन चलचित्र विकास बोर्डमा अभिलेख छ। यस आँकडाले चलचित्रको सफलता वा गुणस्तरलाई भने पूर्णतः मापन गर्दैन, किनभने चलचित्रको बजेट र समयले यसको कमाईको अङ्कलाई बढी अर्थपूर्ण बनाउँछ। यद्यपि कमाईको यस आँकडालाई हेर्दा पूर्ण बहादुरको सारङ्गी, कबड्डी, छक्का पञ्जा जस्ता सोशल ड्रामा रुचाएको देखिन्छ।